एभ्रिवान नमस्ते फेरि पनि स्वागत छ मेरो अनदर न्यू मिनी ब्लगमा गाइस। आज चाहिँ हाम्रो 4th सेमको फर्स्ट क्लास थियो। हामी सबैजना आएर रेडी भएर बसिरहेको थियौँ। ट्याक्क सार पनि आइपुगेछ। सार आउँदाखेरि तपाईँ भिडियो गर्नु सकिँदैन होइन, त्यही भएर चाहिँ चुप्पा लागेर भिडियो गर्दाखेरि साथीले चाहिँ हेरेछौँ। हेर्दाखेरि चाहिँ टाइम गयो और फर्स्ट क्लास चाहिँ सकेछ। सेकेन्ड क्लासको लागि हामी सबैजना बसिरहेको थियौँ। यता जाडो लाग्दाखेरि म खिड्कीको छेउमा गएर बसेर भिडियो गरिरहेको थिएँ। त्यसको पछि चाहिँ सेकेन्ड क्लासको म्याम पनि आइपुगेछ। म्यामले क्लास गर्दाखेरि मैले चुप्पा लागेर भिडियो गरेको बादमा हाम्रो क्लास पनि सकेछ। फेरि हामी चाहिँ निस्केर आउँदाखेरि चाहिँ हामी चाहिँ आउँदाखेरि चाहिँ बासमा आयो गाइस। बासमा आउँदाखेरि हामी चाहिँ अब बासबाट नामेर हामी 3 जना हिँडेर गइरहेको छौँ, किनकि साइकल एउटा छ अरू हामी मान्छे 3 जना। त्यही भएर चाहिँ हामी बोल्दै हिँडेर गइरहेछौँ। गइराख्दाखेरि चाहिँ हामी बाटोमा चाहिँ एउटा आम्लोखी गाछ पाएँ। त्यहाँबाट आम्लोखी झार्छु भनेर छिटो जान्दै थिएँ। जाँदाखेरि अब के गर्नु मलाई त थाहा छैन, अब के गर्नुपर्छ मलाई झार्नु पनि आउँदैन। साथी यीहरू झार्छ भनेर चाहिँ यहाँ उभिरहेको थिएँ। उभिराख्दाखेरि चाहिँ फाइनली यहाँ यी आम्लोखी पनि भेटेछु। गाइस भिडियो गर्नु त बिर्सेछु। ला यस्तो ब्लगिङ हुन्छ। ला यस्तै गर्दै चाहिँ म चाहिँ अब मलाई त लिनु पनि आएन। त्यही भएर चाहिँ म साथी निस्किँदा उठेर आएँ। त्यसले पनि भने आइज आधी बाटोसम्म भेट्यो भने चाहिँ उठेर जानु भनेर। त आज चाहिँ भिडियो यति नै थियो। बाई।